नमस्कार। आज मिति 2082 साल 7 महीना 11 गते अपन बेली युवा क्लब सप्तरी को अपन संवाद एपिसोड 3 मा हामी शाह इन्टरप्राइजेसका सञ्चालक शिवराम कुमार शाहज्यूलाई जोडेका छौँ र उहाँलाई म स्वागत तथा नमस्कार गर्न चाहन्छु। नमस्कार। नमस्कार। र अब हामी शिवराम शाहजीको जीवनको सङ्घर्षहरू र त्यसपछिका सफलताहरू के हुन् यसको बारेमा हामी छलफल गर्छौँ, संवाद गर्छौँ। शिवरामजी, सबभन्दा पहिला तपाईँ आफ्नो सानो परिचय दिइदिनुहोस् न। मेरो नाम शिवराम कुमार शाह हो। मेरो बुवाको नाम त्रिवेणीनाथ शाह हो। बलान बेहुल सप्तरी वडा नम्बर 4 र म शाह इन्टरप्राइजेसको सञ्चालक हुँ। धन्यवाद। शिवरामजी, तपाईले हामीले बुझेअनुसार तपाईले आफ्नो जीवनमा निकै सङ्घर्ष गर्नुभएको छ। सानै उमेरदेखि तपाईँ निकै सङ्घर्ष गरिराख्नु भएको छ र त्यो सङ्घर्षको सफलता अहिले तपाईले प्राप्त गरेर अहिले शाह इन्टरप्राइजेसको सञ्चालक बन्नुभएको छ। तपाईले आफ्नो सानो छँदा तपाईले गर्नुभएका प्रयासहरू, तपाईले गर्नुभएका सङ्घर्षहरू केही हामीलाई पनि सुनाउनुहोस् न। सुनाइदिइहाल्छु। जस्तै कि हामी सानैदेखि त मेहनतै गरेका छौँ, किनकि आर्थिक मेरो त्यत्रो राम्रो थिएन र आर्थिक नभएको कारणले मैले सुरुदेखि नै मेहनत गरेर टायर चलाएर, त्यो बैलगाडा चलाएर, अनि साइकलमा त्यो तरकारी बेचेर, सब्जी बेचेर अनि अलिअलि पढिरहेको थिएँ। अनि पछि गएर मोटरसाइकल ठिक गर्न लागेको थिएँ। धेरै यसो मेहनत सुन्नु नि, मानौ कि जसो तसो गरेर एसएलसी गरेँ। हामीले बुझेअनुसार तपाईले पढ्दै गर्दा 7 क्लास, 6 क्लास, 5 क्लासदेखि नै तपाईले घडी मर्मत पनि गर्न सुरु गर्नुभयो। घडी पनि मर्मत गरिरहेको थिएँ। घडी पनि। त्यसपछि टेलिभिजन पनि मर्मत गर्न सुरु गर्नुभयो, टर्च लाइट पनि मर्मत गर्न सुरु गर्नुभयो, रेडियो पनि मर्मत गर्न सुरु गर्नुभयो। त्यो सही कुरा हो। सही कुरा हो। त्यो मैले त अलिकति यताउता गरेँ, मलाई काम चाहिँ कम्फर्टेबल लागेन। त्यही भएर मैले किन गर्नु पर्यो तपाईलाई घडी ठिक? किन तपाईले यस्तो कामहरू, सब्जी पनि तपाईले साइकलमा बेचेर सानै उमेरमा, तपाईँ 10-11 वर्षकै उमेरमा तपाईले यो कामहरू गर्न सुरु गरिदिनु भयो? अब आर्थिक कमजोर हुनु भएको कारणले, अब घरमा त चाहिँ कमाउने मान्छे कोही नभएको हुनाले त मेहनत त गर्नु परिहाल्छ नि। त्यही भएर। अनि तपाईले आफ्नो पढाइको बारेमा हामीसँग केही सेयर गर्न सक्नुहुन्छ? तपाईले कति अध्ययन गर्नुभयो, कहाँ अध्ययन गर्नुभयो, कुन तरिकाले अध्ययन गर्नुभयो? म त 11-12 सम्म पढेको छु। एसएलसीसम्म जसरी तसरी गरेर अनि गरेँ, साइकल चलाएर, तरकारी सब्जी बेचेर। यहाँ बेल्हीदेखि गइरहेको थिएँ। पहिले मिर्चा, यो खुर्सानी, यो बेल्हीदेखि गइरहेको थिएँ खुर्सानी बेच्न। त्यहाँ कल्याणपुर साइकलमा लिएर, त्यो सुक्खा खुर्सानी हुन्छ नि, त्यो कल्याणपुर लिएर जान्थेँ मर्चा बेच्न। त्यहाँदेखि अब बेच्दै एसएलसी जसरी तसरी गरेँ। अनि पछि गएर एसएलसी गरिसकेपछि अनि लहानमा गएर सफ्टवेयर कलेजमा एडमिसन गराएँ। त्यहाँदेखि साइकलमा तपाईँ खुर्सानी सब्जीहरू यहाँदेखि बेलीदेखि लिएर कल्याणपुरसम्म जानु? कल्याणपुरसम्म जान्थ्यो। यति टाढासम्म? यति टाढासम्म। अनि कति आम्दानी भइहाल्थ्यो तपाईँलाई? दिनको 300, 400, 500 रुपियाँ हुन्थ्यो त्यतिखेर। 30 किलो 40 किलो लिएर जान्थ्यो भने 100 रुपियाँ केजी त्यतिखेर बिक्थ्यो। अनि अहिले तपाईँ एउटा शाह इन्टरप्राइजेसको सञ्चालक भइसक्नु भएको छ। अस्ति हाम्रो कार्यक्रममा समाजका लागि एक दिनमा तपाईले स्पोन्सरको रूपमा प्रथम प्राइज मैले दिने भनेर घोषणा गरिदिनु भयो। विगतका कुरा र अहिले तपाईँ शाह इन्टरप्राइजेसका एउटा मालिक भइसक्नु भएको छ आफै। एउटा सम्झना आउँदा तपाईले कस्तो अनुभव हुन्छ भन्नुहोस् त? विगतमा तपाईले साइकल चलाएर, तपाईले रेडियो ठिक गरेर, कहाँ तपाईले धेरै कुराहरू, कामहरू गरेर, सङ्घर्ष गरेर यहाँसम्म, अब सम्झना आउँदा तपाईले कस्तो महसुस हुन्छ? महसुस त पहिलादेखि अहिले ठिक छु भनेर जस्तो लागिरहेछ। यो त पहिलादेखि ठिक छु भनेर अहिले लागिरहेछ। यो कसरी तपाईले के भन्नुहुन्छ? तपाईले यहाँसम्म पुग्नुमा मतलब के को योगदान छ? तपाईको सङ्घर्ष हो कि तपाईको लगनशीलता हो? के हो तपाईको? मेरो लगनशीलता र सङ्घर्ष दुईटै भन्नु पर्यो। सङ्घर्षशील र लगनशील दुईटै हुनु पर्यो। सफलताको पछाडि जुन हुन्छ नि मान्छेको, दुईटै हुनु पर्यो। अनि तपाईले आफ्नो तपाईको आमा पढे लेख्नु भएको छ कि छैन? छैन, पढे लेख्नु भएको छैन।
अलि पनि छैन छैन अनि तपाईको बुवाले सपोर्ट गर्नु भयो कि भएन बुवाले सपोर्ट गर्नु भएको भन्दा किन त्यो खुर्सानी बेच्नु पर्थ्यो र मैले सुने अनुसार तपाईको बुवा एकपल्ट बिरामी हुनुभयो निकै खर्च लाखौं लाख खर्च लाग्यो हामीले सुन्यौ बुझ्यौ कहीँबाट पत्ता लगायो कि वास्तविकता हो तपाईले नै सपोर्ट गर्नुभयो इन्डियासम्म पनि लानुभयो के हो अब अलि मेरो बुवाको अलि तबियत खराब भएको थियो जति खर्च भएको थियो 1.5 लाख रुपियाँ जति खर्च भएको थियो कर्जै बोकेर त्यो गराएको थियो त्यतिखेर कर्जा लिएर नै गर्नुभयो थियो त्यतिखेर त कर्जा लिएर गर्नुभयो अहिले तपाईलाई समाजमा गाउँमा टोलमा बलानभिल गाउँपालिकामा सबैले चिन्छ तपाईको एउटा निकै पहिचान छ तपाईले गाउँमा तपाईले सेवा दिनुहुन्छ तपाईले मनी ट्रान्सफर पनि राख्नु भएको छ प्रभु मनी ट्रान्सफर कुन कुन आइएमईहरु राख्नु भएको छ देश विदेशबाट मान्छेहरुले घरमै सेवा पाउँछ अहिले के भन्न चाहनुहुन्छ यसमा तपाई अब यसमा के हजुर यसमा के भन्नु अब मेरो चाहिँ एउटा थियो अलिअलि साथीहरु त्यो मिलाइदियो कि यहाँ रेमिटेन्स राख भनेर अनि चल्छ त्यो रेमिटेन्स मैले राखे ठिकै छ अलिअलि पुँजी थियो त्यही गर्दा गर्दै 3-4 सालदेखि चलाइरहेको छु अब मान्छेहरूले पनि सुविधा पाइरहेछ हामीहरूले पनि चाहिँ रोजगार पायो भनेर महसुस ठिकै छ तपाई यति अहिले शाह इन्टरप्राइजेस तपाईको निकै अहिले कुराहरु बलानभिल गाउँपालिकामा टोलमा गाउँमा सबैले जान्छ त्यतै पनि तपाईमा घमण्ड छैन एकदम सामान्य तपाईलाई कुन जीवनशैली राम्रो लाग्छ सामान्य जीवन सामान्य नर्मल तरिकाले जिनु कसैलाई चाहिँ केही नभन्नु मजाले आफ्नो जीवन जिउनु जसरी तसरी आफ्नो कष्ट भोग्नु अर्काले दुख नदिनु भनेर तपाईको यो सिद्धान्त हो मेरो सिद्धान्त अरूलाई दुख नदिने सामान्य जीवनशैली सामान्य म चाहिँ कसैको देखावट गर्दिनँ कि म यस्तो हुँ भनेर त्यस्तो छैन म आफ्नो तरिकाले हिँड्छु अनि 11-12 पढ्दा तपाई सफ्टे कलेज भन्नुभयो अहिले लाहानमा पढ्दा तपाईले क्लास गर्न भ्याउनु भयो कि क्लास त अलिअलि भ्याइरहेको थिए पहिले मेहनत गर्दा गर्दै अब त क्लासै भ्याउनु पाइराखेको थिएन त्यही भएर व्यवसायमा लागेको थिए गर्दा गर्दै 11-12 सम्ममा पनि तपाईलाई पढ्ने बेलामा पनि त्यति सपोर्ट भएन सपोर्ट भएन क्लियर गरे जसरी क्लियर 11-12 मैले क्लियर गरे अनि ब्याचलर फर्स्ट इयर सम्म चाहिँ मेरो गएर उ भयो त्यसपछि 12 क्लास सकाएर तपाईले पढाइ छाड्नु भयो अलि एक वर्ष ब्याचलर फर्स्ट इयरमा मैले एकपल्ट एक्जाम दिएको थिएँ त्यसपछि त्यो गर्नु भएन आफ्नो व्यवसायमा लाग्नु भयो आफ्नो व्यवसायमा लागे पछाडी अनि तपाईले गरेको संघर्ष अनुसार तपाईले शिक्षाको महत्त्व बुझ्नु भयो होला पक्कै पनि बुझ्नु भएको होला तपाई आफ्नो छोराछोरीलाई निकट भविष्यमा तपाईको छोराछोरी त पक्कै छ हैन अनि तपाई आफ्नो छोराछोरीलाई शिक्षा दिइराख्नु भएको छ कि छैन शिक्षा दिइराख्नु भएको छ पढाइराख्नु भएको छ मेरो त अब एउटा लाहानमा पढिरहेछ अब यो दुईवटा छोरी छ मेरो एउटा लाहानमा पढिराख्नु भएको छ एउटा चाहिँ यहाँ घरमै छ अहिले 2 वर्षको छ पढाउँछु निकै पढाउँछु शिक्षाको त महत्त्व छ अनि तपाईले संघर्षको बेलामा कहाँ अझै काम गर्ने संघर्षको बेलामा हामीहरू त इन्डिया गएर घुमेर आएका थियौँ त्यहाँ लोहा फ्याक्ट्रीमा त्यहाँ हाम्रो 2-3 जना साथी थियो त्यहाँ पनि त्यहाँ काम नपाएर अनि फेरि फर्केर घर आए त्यहाँ काम धेरै दुख पाए ट्रेनमा त धेरै प्रब्लम भयो मतलब तपाईहरु कामको खोजीमा हिँडेको थिए पहिला तपाईले सब्जी बेच्नु भयो त्यसमा पनि तपाईलाई त्यति भएन हैन अनि त्यसपछि मलाई पढ्नु छ केही काम गर्नु छ त्यसपछि तपाई इन्डियातिर जानु भएको अनि उतातिर कस्तो थियो तपाई कुन इन्डियाको कुन ठाउँ जानु भयो लुधियाना गएको थिए लुधियाना त्यहाँ काम पाउनु भएन त्यहाँ काम मलाई कामै मन परेन त्यही भएर छोडेर आएको किन काम तपाईले पाउनु भएन राम्रो काम त्यहाँ सुपरभाइजरको कामहरु हुन्छ इन्चार्जको कामहरु सुपरभाइजरको कामहरु त्यतिखेर मैले एसएलसी नै दिएर गएको थिएँ त कसरी सुपरभाइजरको काम दिइहाल्छ त्यहाँ मान्छे मतलब तपाईको शिक्षा पुगेन शिक्षा नपुगेको कारण त र तपाईको साथमा गएका साथीहरुले पनि शिक्षा नपुगेको कारणले त्यहाँबाट फर्कियो अनि अहिले तपाई समाजमा भएका युवाहरु अहिले एकपल्ट कुनै प्रयास गर्दा कुनै काम गर्दा असफल हुँदा फेल हुँदा विचलित हुन्छन् त्यस्ता युवालाई के भन्न चाहनुहुन्छ तपाई त्यो मेहनत गर्नु विचलित हुनु पर्दैन मेहनत गर्नुपर्छ विचलित त्यो संघर्ष जारी राख्नुपर्छ तर अहिलेका युवाहरु त एकपल्ट फेल हुन्छ दुईपल्ट फेल हुन्छ भने विचलित हुन्छ अब म यो काम गर्न सक्दिन म सायद यो फिल्डमा राम्रो गर्न सक्दिन त्यस्तो छ नि हाम्रो समाजमा छ त्यो एकपल्ट यस्तो मान्छेहरु अब एकपल्ट फेल भयो अब लु यो काम गर्दैन अर्को इन्डियातिर लाग्छु कमाउन
त्यहाँ जान्छ, लेबरमा खट्नुपर्छ, लेबर कुलीमा काम गर्नुपर्छ। त्यहाँ त आफ्नै गाउँ समाजमा जे पनि गर्दा हुन्छ, तरकारी उब्जाएर खाँदा हुन्छ, गर्दा हुन्छ। अहिले तरकारीमा पनि व्यवसायमा धेरै पैसा छ, जे पालन गर्दा पनि, जे व्यवसाय गर्दा पनि धेरै छ अहिले। तपाईँले यो व्यवसायको प्रेरणा म आफै एउटा मालिक बन्छु भनेर यो प्रेरणा कहाँबाट आयो तपाईँमा? म त बचपनैदेखि आफ्नै व्यवसाय गरिरहेको थिएँ त, अनि गर्दा गर्दै गर्दा गर्दै भयो त बिहासमा परेर आफ्नै व्यवसाय गरिरहेको थिएँ नि त पहिला। सुरुदेखि त आफ्नै व्यवसाय गरिरहेको थिएँ नि त। तपाईँ सुरुदेखि नै आफ्नै व्यवसाय आफ्नै गरिराख्नु व्यवसाय भएको छ। अनि अहिले अब तपाईँ वर्तमानमा अब अन्तिममा तपाईँलाई युवा साथीहरूलाई केही सन्देश दिनुपर्दा के दिन चाहनुहुन्छ अन्तिममा? सन्देश यही दिन चाहन्छु कि युवा साथीहरूलाई कि मेहनत गर्नु पर्यो। अब जुन सेक्टरमा लाग्नु भएको छ काम गर्नलाई, त्यही सेक्टरमा लगनशीलताको पुरै मन तन मन धनले काम गर्नुपर्छ त्यसमा, र त्यसमै सफलता पाउनुहुन्छ भनेर सन्देश दिन चाहन्छु। अहिले हामी भलाङभिल गाउँपालिका वडा नम्बर 4 बेलहीका शाह इन्टरप्राइजेसका सञ्चालक शिवराम कुमार शाहज्यूसँग संवाद गरिरहेका छौँ, छलफल गरिरहेका छौँ र उहाँले तपाईँहरूलाई धेरै कुरा आफ्ना जीवनका सङ्घर्षहरू सुनाउनु भयो। उहाँले सानै उमेरदेखि आर्थिक अवस्था एकदमै नाजुक भएको कारणले गर्दा, कमजोर भएको कारणले गर्दा सानैदेखि उहाँले सङ्घर्ष गर्न सुरु गर्नुभयो। सम्भवतः 8-9 वर्षकै उमेरदेखि उहाँले घडी मर्मतदेखि लिएर टर्च, रेडियो, टेलिभिजन, त्यसपछि 12-13-15 वर्ष पुग्दा उहाँले ग्यारेज पनि एउटा खोल्नुभएको थियो। मलाई पनि थाहा छ, मैले पनि उहाँको ग्यारेजमा आफ्नो बाइक ठिक गराएको मलाई अहिले पनि सम्झना छ। र उहाँले त्यसपछि ठुलो यात्राहरू आफ्ना जीवनका सङ्घर्षहरू गर्दा 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 अर्को यात्राहरू पार गर्दै अहिले जीवनको एउटा नयाँ मोडमा आइपुग्नु भएको छ। उहाँ अहिले तपाईँको शाह इन्टरप्राइजेसका सञ्चालक पनि भइसक्नु भएको छ। त्यही भएर हामीलाई जीवनमा कहिले पनि विचलित हुनु हुँदैन। एउटा सफलतापछि, एउटा फेलियरपछि हामीलाई अर्कोपल्ट पनि प्रयास गरिराख्नुपर्छ भन्ने उहाँको हामी सङ्घर्षबाट बुझ्न सक्छौँ। धन्यवाद। अब हामी छुटौँ। धन्यवाद।